था तावेन था गा ना पा फा बा मा। ल आज चाहिँ म हाम्रो आमा छोराको भिडियो बनाउँछु। 70 75 वर्ष हुनुभयो। 75 वर्षको आमाको म चाहिँ हामी कख पढेको भिडियो बनाउँदैछु तेमालबाट। लसो ल लस आमा ल हेर्नु ल का खा ग ङ च्या छ्या झ्या न्या ता था ध न पा फा भ म चा छा झा वा शा सा हा या रा ला शा सा हा आ। फेरि आमा का खा गा ङा चा 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 था न्या या ता था ता ता ना पा फा बा मा चा ता छा छा झा छा सा झा छा सा स्या वा होइन यो स्या स्या सा सा हा हा या या रा ला सा स्या सा सा हा आ आ। फेरि अब छा का का गा घा ङ च्या छ्या झ्या न्या ता था ध न पा फा बा मा चा चा छा झा सा वा वा स्या सा हा या रा ला स्या सा हा आ। फेरि 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 छ सजिलो छ नि। का 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 ङ चा च्या चा छ्या झ्या न्या ता था ध न पा फा भा म चा छा छा झा वा स्या सा हा या रा ला स्या सा हा आ। यो चाहिँ कख चाहिँ आमा यो कखलाई चाहिँ सालजे भन्छ आमा। है सालजे सालचे सालजे सालचे सालजे सालचे सुम्चु सोमजु सुम्चु सोमजु हो सालजे सुम्चु सालजे सुम्चु है सालचे सुम्चु। कख चाहिँ कतिवटा छ भने 30 वटा छ। यसो कख 30 वटा छ। यो कख 30 वटा चाहिँ भगवान बुद्धले हामी मान्छेहरूलाई अनि जीवन मुक्तिको लागि है जीवन सुख पाउनको लागि दिनुभएको बोधिचित्तको बिउ हो। यो बोधिचित्तको बिउ चाहिँ 30 वटा छ आमा। यो 30 वटा बोधिचित्तको बिउ चाहिँ हामीले यो मुटुभित्र रोपेर मनमा रोपेर अनि उमार्नु पर्छ है आमा। अनि हामी बुद्ध भगवान पहिला चाहिँ हामीले बुद्ध भगवानलाई बाहिर मूर्तितिर ढोक्थ्यो होइन। उता गुम्बातिर गएर ढोक्थ्यो। अब चाहिँ बुद्ध भगवानको पहिला मूर्तिलाई ढोक्यो होइन, शरीरलाई चाहिँ ढोक्यो। अब बुद्ध भगवानको फोटोलाई नि ढोक्यो होइन बाहिर। तर बुद्ध भगवानको अक्षर, बुद्ध भगवानको वचन, बुद्ध भगवानको आवाज स्वयंलाई चाहिँ आफ्नो मुटुमा राखेर आफ्नै मुखबाट निकाल्ने है आमा। यो चाहिँ ल फेरि का खा घा ङ च्या छ्या झ्या न्या ता था धा न पा फा भा म चा छा झा वा स्या सा हा या रा ला स्या सा हा आ। लसो आज हामी आमासँग पढ्यौँ। उहाँ दिदी पनि हुनुहुन्छ। ल खुसी भयो, धेरै राम्रो भयो आमासँग। ल यसरी हाम्रो आमाहरूले
बुद्धको धर्म अध्ययन गर्न पाउनु सबैजना खुसी हुनु पाउनु खुसी बुद्ध जस्तै खुसी हुनुपर्छ बुद्धले जस्तै मुसुक्क हाँसेर जिन्दगी जिउनु पर्छ दुःख त दुःख छ नि दुःख पायो भनेर मात्तिनु हुँदैन आत्तिनु हुँदैन मान्छेहरुसँग ढाँटेर बोल्नु हुँदैन है आमा हलासो थुदी छे